भिडियो पनि घुमाइदियो अनि फोटो घुमाइदियो अनि पर सम्झिनेले घुमाउनु है किनभने भरे चिनिँदैन सम्धि ढोक आज भयो फोटो आइ गर्छ भन्दै पहिला फोटो लेखिदेऊ न फोटो निकाल्दा हुन्छ हौ आफैले 2082 फागुन आज 8 गते हाम्रो बरा 9 बरा 8 सालबन्दी र इटहरी आज सम्धि भेट कार्यक्रम भइरहेको छ आज हाम्रो क्यामेराम्यान त फोटो खिचाएर जेठी छ महिला महिनी छ कि अब सरी समय है ल अब इसामा शैली इसामा भन्नु पर्यो ठिकै छ मेरो पनि सम्झिने छैन तपाईँको पनि सम्झिने छैन त्यसले गर्दा हामी सम्झिने छैन मेरो मोबाइल चाहिँ कहाँ छ रे अहिले यहीबाट भिडियो पनि लाउँ त लु भरे टिकटकमा सम्झिने म त माथि निङ्गालेतिर पो छ होला हुन्छ अन्तरिनी माइली हाम्रो कान्छा कहाँ गयो कान्छा पर जेठा भएर बसेर दाहिनेपट्टि कान्छा जेठा भएर बसिरहेछ भिडियो हो कि क्यामेरा हुँदैछ हौ यो भिडियो हुँदैछ आज म चाहिँ प्रेम कुमार इटिङको केराबारी साइला र यहाँ आज हाम्रो कार्यक्रम सम्धि भेटको कार्यक्रममा आउँदै गर्दाखेरि सम्धिने पनि भेट्यो होइन र मेरो चाहिँ धरान हो अनि धरान हुने बसेको छु अनि सम्झिनु कहिले कहिले आउँदा जाँदा मिल्छ अनि यहाँ जेठा यहीँ हुनुहुन्छ छोरीकोमा र पहाड चाहिँ हाम्रो माथि ताप्लेजुङ यखेदेन भन्छ इडिङको गाउँ ताप्लेजुङ यखेदेन अहिले चाहिँ सिद्धिङबा गाउँपालिका वडा नम्बर 5 नै हो जस्तो लाग्छ 5 वडा नम्बर 5 सिद्धिङबा गाविस अनि अब अहिले हालमा चाहिँ अहिले धरान सुनचोरी र अनि सुनचोरी सालबन्दी बसेको छौँ हामी होइन अहिले यहाँ सबै सम्धि भेट गर्छ सबैले सम्झिनेलाई पनि धन्यवाद आइदिवाद लो अनि उहाँहरू चाहिँ पहाड पवित्र लिम्बू भनौँ न नाम पनि आज सम्धि भेट कार्यक्रममा सबैजना सासूसँग हामी सम्झिरहेको चाहिँ खोलाको आधादेखि चाहिँ इटरीमा जेठी छोरीको घरमा सम्धि भेटघाट सम्धि खुलासा गरिरहेको छौँ भन्नुपर्छ ल ल सबैजना आज सम्धि भेटलाई धन्यवाद है ल आजको सम्धि भेटमा आज यसो खाजा पानी हुँदैछ सम्धि भेट कार्यक्रममा आज खाजा पानी कार्यक्रम भइरहेछ आज
ल आजको भयो स्टार्ट अँ सेवारो म प्रेम कुमार इथिङको साइला लभली खै प्रेम लभ यु इथिङको साइला आज हामी 2082 साल फागुन 8 गते हाम्रो जेठा दाजुको छोरी जेठी सीता इथिङको घरमा सम्धि भेटघाटको लागि हामी यहाँ जम्मा भइरहेको छौँ सबै दाजुभाइ अनि सम्धि भेटघाट भइसकेको जानकारी पनि सबैले गर्न चाहन्छु र भेटघाट पनि भइसकेको छ अनि रमाइलोको लागि यहाँ यसो हल्का खाजा पानी हल्का खाजा पानी पनि भइरहेछ हल्का हल्का एकदम हुन्छ बसौँ यो खाजा पानीहरू चाहिँ अब म चाहिँ साइला भएको कारण चाहिँ मैले चाहिँ डबल दिइरहेछ अरे भन्नुपर्छ है मैले ओके त्यसले गर्दाखेरि हल्का खाजा भुँडी फुटिन्छ है तर हल्का तर भुँडी फुटिन्जेल ल त्यसो भन्दै धन्यवाद सेवारो ल फोटो खिच्नु उमेर हो मेरो एक्टिङ यहाँ आइछ ल मेरो एक्टिङ ल भुँडी ढेङ्गा निस्किन्छ नि हौ देखे निस्कोस् न त अब के चाहिँ खुच्चाले चानो नानीलाई लु भयो